प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाग्नलाई हेलिकप्टर दिने राप्रपा नेताहरू र राजेन्द्र लिङदेनको भनाइले यति बेला केपी शर्मा ओली रातो पिरो हुँदै काठमाडौँलाई कब्जा गर्ने नियन्त्रण गर्नको लागि कार्यकर्तालाई उक्साइरहेका छन्। यो सँगै जेठ 15 गते हुने आन्दोलन र गणतन्त्र दिवसको समयका लागि आजैदेखि हजारौंको मात्रामा सेना र सुरक्षा फौज तैनात गरिएको छ। के होला जेठ 15 गते? के रक्तपात हुन्छ? के लासको चाङ लाग्छ? यस्तो हुँदै नहोस्, हामी कामना गरौँ दुवै तर्फबाट शान्तिपूर्ण आन्दोलन होस्। तपाईहरूलाई के लाग्छ? आफ्नो प्रतिक्रिया दिनुहोला। राजावादीहरूले जेठ 15 गते गणतन्त्र दिवसको दिन पारेर सडक आन्दोलन थाल्ने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त दिन आफ्ना पार्टीका कार्यकर्तालाई काठमाडौँ नियन्त्रणमा लिन गरेको आह्वान उत्तेजक र हिंसा निम्त्याउने खालको भएको जानकारहरूले बताएका छन्। चैत्र 15 गते काठमाडौँको 3 कुनेमा राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको सन्दर्भमा सबै पक्षले संयम अपनाउनु पर्ने सुझाव उनीहरूले दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई चिन्ताजनक भनेको छ। राजावादी आन्दोलनको अगुवाई गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मानव अधिकारवादी लगायत विश्व समुदायलाई स्थितिको अनुगमन गर्न आह्वान गरेको छ। नेपाल प्रहरीले चाहिँ विगतको अवस्थाको समीक्षा गरेर सुरक्षाको सुदृढ बन्दोबस्त गरिने समेत बताएको छ। के भनेका थिए प्रधानमन्त्री केपी शर्मा ओलीले? आइतबार आफ्नो पार्टी नेकपा एमालेको एउटा प्रशिक्षण कार्यक्रममा ललितपुरमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूलाई खाओवादीको संज्ञा दिएका थिए। सरकार अलिक मौन बसेको र जनता अलिक मौन बसेको अवस्थाको फाइदा लिएर यिनीहरूले अनावश्यक फुर्तीफार्ती देखाएका छन्, ओलीले भनेका छन्। उनले नेकपा एमालेले ढ्याङ्ग्रो लिएर मैदानमा उत्रिएपछि यी कता कता जान्छन् भन्दै कार्यकर्तालाई सडकमा जान आह्वान गरेका थिए। म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। 15 गतेका लागि तयारी थाल्नुहोस्। 15 गते के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ। सोही दिन बसेको नेकपा एमालेको सचिवालयको बैठकले जेठ 15 गतेलाई उत्सवको रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्यो। काठमाडौँ उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रूपमा आयोजना गर्नको लागि नेपाल जनसांस्कृतिक महासङ्घलाई त्यस कार्यको संयोजन गर्न भनिएको छ। बैठकपछि बोल्दै पार्टी महासचिव शङ्कर पोखरेलले भनेका थिए, ओलीको अभिव्यक्ति आपत्तिजनक। संवैधानिक कानुनका जानकार प्राध्यापक विपिन अधिकारी प्रधानमन्त्रीको अभिव्यक्ति अनावश्यक र आपत्तिजनक रहेको ठान्छन्। यो संविधान अनुसार राजावादी हुन पाइन्छ, कुनै आन्दोलनलाई प्रतिबन्ध लगाउन पाइँदैन। राज्यले त कानुन व्यवस्था कायम गर्ने हो। सङ्कट पर्यो भने राज्यका संयन्त्रहरू छन् जसले यसलाई हल गर्न सक्छ। कुनै पार्टीले अर्को पार्टी विरुद्ध कारबाही गर्न मिल्दैन। त्यो घोर आपत्तिजनक हुन्छ, अधिकारीले भने। प्रधानमन्त्रीले व्यवस्थाको रक्षा गर्न आफ्नो कार्यकर्तालाई भन्न पाउँछन्, तर पार्टी कार्यकर्तालाई शक्ति प्रयोगको अधिकार भने हुँदैन। उनले प्रधानमन्त्रीले गरेको अभिव्यक्तिलाई अनेक पक्षले अवसरका रूपमा लिन सक्ने तर्फ सावधान गराए। सडकमा त हर किसिमका पक्ष हुन्छन्, व्यवस्था विरोधी पनि हुन्छन् अनि विभिन्न स्वार्थ समूह पनि हुन्छन्। यस्ता उत्तेजक अभिव्यक्तिले तिनलाई मलिलो भूमि उपलब्ध गराउन सक्छ, अधिकारीले भने। केही समयमा सरकारले प्रतिशोधपूर्ण कार्यहरू गरेको उनको धारणा छ। सार्वभौम सत्तामा खलल पुर्याउने सङ्गठित अपराध अनि राज्यद्रोह भनेका एकदम गम्भीर अपराध हुन्। तर प्रविधि के देखिएको छ भने मन नपरेकालाई 3-4 थरी मुद्दामा मुछिदिने। अर्का वरिष्ठ राजनीतिज्ञ निलाम्बर आचार्यले अहिलेको सन्दर्भमा दुवै पक्षले संयम अपनाउन आवश्यक भएको बताए।
व्यवस्था विरुद्ध कोही उत्रन्छ भने राज्यले त्यो सहँदैन। यस्ता आन्दोलन शान्तिपूर्ण बनाउन आयोजकहरू जिम्मेवार हुनुपर्छ। सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगले लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरीत हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने बुझाइरहेको उनीहरूले बताएका छन्। जुनसुकै व्यक्ति समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरूप्रति लक्षित गरी मुठभेड निम्तन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्य मान्यताको समेत विपरीत हुन जान्छ। राप्रपाद्वारा विश्व समुदायको ध्यान आकर्षण। प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूले मुठभेड गर्न नखोजेको बताएका छन्। उहाँले लगातार धुलो चटाउने, काठमाडौँ नियन्त्रणमा लिने जस्ता कुरा गर्नुभएको छ। सरकारले मुठभेड आमन्त्रण गरिरहेको र दमन निम्त्याउन खोजेको हामीलाई लागिरहेको छ। राप्रपा नेता लिङदेनले भने, हामीले गर्ने शान्तिपूर्ण आन्दोलनमा कुनै बहानामा हस्तक्षेप गर्न सक्ने देखेकाले मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, नागरिक समाज र विश्व समुदायलाई हाम्रो प्रदर्शनमा अनुगमन गरियोस् र प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लियोस् भनेर हामीले आह्वान गरेका छौँ, राजेन्द्र लिङदेनले भनेका छन्। गत साता लिङदेनले आन्दोलनका कारण अहिलेका नेताहरू विस्थापित हुन सक्ने आशयको टिप्पणी गर्दै आवश्यक परे प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर उपलब्ध गराइदिने भनेका विवरण आएका थिए। तर लिङदेनले आफ्नो अभिव्यक्ति गलत ढङ्गले प्रसार गरिएको बताए। सबै अटाउने मौलिक व्यवस्थाबारे सम्झौता गरेर जाउँ, नत्र भने भोलि आन्दोलनले कसैलाई पनि विस्थापित गर्न सक्ने र भाग्नु पर्ने बनाउन सक्छ भनेर मैले भनेको थिएँ। प्रधानमन्त्रीले संसदमै आफू बुढो मान्छे भएको र भाग्न नसक्ने टिप्पणी गरेपछि उसो भए हेलिकप्टर व्यवस्था गर्न सकिन्छ भनेको हुँ, राजेन्द्र लिङदेनले भने। एक अर्का विरुद्ध लक्षित त्यस्ता चर्का अभिव्यक्ति जुनसुकै पक्षले गरे पनि त्यसले स्थिति थप भड्काइदिन सक्ने जानकारहरूले चेतावनी दिएका छन्। यसबीच नेपाल प्रहरीले जेठ 15लाई ध्यान दिएर आफूहरूले सुरक्षा बन्दोबस्तीको तयारी गरिरहेको समेत बताए। हामीले सूचनाहरू विश्लेषण गरेर सम्भावित सुरक्षा चुनौतीको आकलन गरेका छौँ। तदअनुसार सुरक्षा परिचालन र व्यवस्थापनका कुरालाई अन्तिम स्वरूप दिँदैछौँ, प्रहरीको केन्द्रीय प्रवक्ता वरिष्ठ परीक्षक रमेश थापाले भने। चैत 15 गते राजावादीले काठमाडौँको तीनकुने केन्द्रित भई गरेको प्रदर्शन हिंसात्मक बन्न पुगेको र त्यसमा 2 जनाको ज्यान जानुका साथै दर्जनौं घाइते भएका अनि निजी घर व्यवसायमा समेत आगजनी, लुटपाट तथा तोडफोड भएका थिए। त्यतिखेर प्रहरीले सुरक्षा चुस्त बनाएर हिंसा हुनबाट रोक्न नसकेको तथा ज्यादतीपूर्ण दमन गरेको जस्तो आरोप लागेका थिए। विगतका घटनाहरूबाट सिकिएका पाठहरूलाई नै लिएर हामीले परिचालन तथा सुरक्षा व्यवस्थापनका योजनाहरू बनाइरहेका छौँ, प्रवक्ता थापाले भने। विभिन्न पक्षले एकै दिन आन्दोलन वा प्रदर्शन गर्ने बताइरहँदा झडप हुन सक्ने रोक्न सुरक्षा निकाय चनाखो हुनुपर्ने जानकारहरू बताउँछन्। यस विषयमा तपाईँहरूलाई के कस्तो लाग्छ आफ्नो खरो प्रतिक्रिया दिँदै खबर बुलेटिन टिभीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।